ስለ ቢዝነስ ስልጠና ሲሰጥ ማትቆስ ለምን ሰው ምን ይላል? ቢዝነስ ነው የሚሰሩት ምናምን። ጤና ብቻ አሁን ለምሳሌ የጤና ፓርቱ ስለ ጤናዋ ብቻ የሚሰጥ ከሆነ በጣም ቀንጨብ አድርገው የጤና ፓርት Hello, good morning. በምን አድርገው ፖስተው ነው? Everyone can know friend which I will. Hello, नमस्ते, गुड मर्निङ सम्पूर्णमा सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु र आज तपाईहरुलाई चाहिँ म डिएक्सन अफिस डेराबाट केही कुराहरू शेयर गर्न गइरहेको छु। फर्स्ट अफ अल त यो लाइभहरु पनि शेयर गर्न सक्नुहुन्छ है त। भर्खरै जोइन हुँदै हुनुहुन्छ भने म वन्दना म चाहिँ आफ्नो छुट्टीको बेलामा लाइभ आउने अनि त्यसपछि डिएक्सन सम्बन्धी केही कुराकानीहरू गर्ने कन्टिन्यू गरिरहन्छु र आज चाहिँ मेरो छुट्टी हो मंगलबार। सो तपाईहरुलाई पनि कुनै डिएक्सनको प्रोडक्टहरुको बारेमा जानकारी लिनु छ अथवा साथीहरु कसै समक्ष चाहिँ यो जानकारी पुर्याउनु छ भने चाहिँ शेयर गर्न सक्नुहुन्छ है त। आज चाहिँ म डिएक्सन अफिसबाट तपाईहरुलाई एउटा स्पारुलिना मेन प्रोडक्ट चाहिँ हाम्रो स्पारुलिना हो हैन। यो स्पारुलिना चाहिँ किन जरुरी छ, के हो, कस्तो हाम्रो मान्छेहरुको जिन्दगीमा चाहिँ कति फाइदाजनक छ भन्ने कुराहरुमा चाहिँ तपाईहरुलाई म शेयर गर्छु भन्ने सोचले चाहिँ यहाँ छु है त। हामीहरुसँग चाहिँ यो स्पारुलिना छ। अब यो चाहिँ के हो त हैन, मान्छेहरुले चाहिँ भन्छ नि आफ्नै बारीको अर्गानिक खानेकुरा के कुराहरु त हामीले धेरै सुनेको छ। हरियो जडीबुटी खानुपर्छ, हरियो भेजिटेबलहरु खानुपर्छ भन्ने कुराहरु सबैलाई थाहा छ। तर पनि हामीले चाहिँ डे बाइ डे हरियो सागसब्जी भेजिटेबलहरु त खाएका छौं कि छैनौं आफैलाई सोध्ने। सो यदि तपाईहरुलाई पनि सिरियसली हेल्थी हुनको लागि अथवा आफ्नो कोही नजिकै भएको साथीभाइहरुलाई नि जानकारी दिन चाहनुहुन्छ भने आज चाहिँ म तपाईहरुलाई डिएक्सन कम्पनीको आफ्नै बारीको उत्पादन भन्दा पनि हुन्छ है त। डिएक्सन कम्पनीको आफ्नै बारीको उत्पादन चाहिँ स्पारुलिनाको बारेमा डिटेल्समा भन्न गइरहेको छु। यो प्रोडक्ट चाहिँ मैले मात्र हैन, टिजिए, जीएमपी, हलाल, डब्ल्युएचओ, आईएसओ 14001, आईएसओ 14000, जीएमपी सबै जुन अर्गनाइजेसनहरु छ तिनीहरुबाट प्रुभन प्रोडक्ट हो है त। यसलाई चाहिँ धेरै मान्छेले सुपर फुड, फ्युचर फुड, अल्कलाइन फुड, बेस्ट फुड फर चिल्ड्रेन, बच्चाहरुको चाहिँ ग्रोथमा एकदमै हेल्प गर्ने भएको कारणले गर्दाखेरि बेस्ट फुड फर चिल्ड्रेन भनेर भनिएको छ है त। यसलाई चाहिँ किन सुपर फुड भनेको, किन हेल्थी फुड भनेको, किन फ्युचर फुड भनेको हो भन्ने कुराहरुमा चाहिँ गुड मर्निङ डिटेलमा मैले तपाईहरुलाई इन्फर्मेसन दिन जाँदैछु। यसमा चाहिँ सानो र ठुलो बक्समा चाहिँ पाउँछ दुबईमा चाहिँ, र क्याप्सुल फर्ममा, ट्याब्लेटमा, फिल्टर लगाएको हो कि गोरी भएको फिल्टर होला, फिल्टर खै थाहा भएन, हेर्न आउनु रियलमा चाहिँ के हो भन्ने कुरा। सो तपाईहरु चाहिँ आफ्नो शरीरको सबैभन्दा पहिले इनर्जी बुस्ट गर्न चाहनुहुन्छ हैन। अब यहाँ चाहिँ कस्तो हुन्छ, यो चाहिँ 500 क्यान्डी छ, अर्को चाहिँ 120 क्यान्डी हुन्छ। यसरी
तपाईहरुले यसलाई अनबक्सिङ गर्ने एउटा अनबक्सिङ गर्दाखेरि तपाईलाई 2 महिनासम्म पुग्छ 2 महिना पुग्छ भनिसकेपछि यसरी टक्क कतिवटा लिन सक्नुहुन्छ लिने सबैभन्दा पहिले त फर्स्ट क्यान्डी यसले हाम्रो शरीरलाई इनर्जी छ ल्याक अफ इनर्जी छ न्युट्रिसन फुलफिल भएको छैन भने यसले इनर्जी फुलफिल गर्छ टक्क खाने हैन सेकेन्ड यसले चाहिँ हाम्रो शरीरलाई डिटक्स गर्छ जस्तै तपाईहरु चाहिँ धेरै वेट भएर चिन्तामा हुनुहुन्छ टेन्सनमा हुनुहुन्छ बडी चाहिँ मोटोपन बढिरहेको छ कमजोरी भइरहेको छ मोटोपन शरीर मोटो छ तर पनि कमजोर छ भने पनि तपाईले यो एभ्रीडे लिन सक्नुहुन्छ थर्ड 3 नम्बरमा जसको चाहिँ प्रेग्नेन्सी वुमनहरु बच्चा पेटमा छ बच्चाहरुको ग्रोथ राम्रोसँग भएको छैन उहाँहरुलाई पनि एकदमै इम्पोर्टेन्ट छ र जो चाहिँ जिम गर्छ विभिन्न किसिमका गेमहरु खेल्नुहुन्छ उहाँहरुको लागि पनि एकदमै राम्रो छ जसको चाहिँ शरीरमा समस्या छ सुगर प्रेसर कोलेस्ट्रोल जोइन्ट पेन ब्याक पेन अनि विभिन्न किसिमको जस्तै नङमा समस्या कपालमा समस्या स्किनमा समस्या छ भने पनि तपाईहरुले लिन सक्नुहुन्छ है त यसले चाहिँ हाम्रो शरीरमा भएका नर्मल समस्याहरुलाई पनि यसमा चाहिँ हाई क्लोरोफिल हाई न्युट्रिसन हाई प्रोटिन इन्जाइम मिनरल्स भएको कारणले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरुबाट रिकभर हुनलाई चाहिँ हेल्प गर्छ प्रिभेन्सन हुनको लागि चाहिँ हेल्प गर्छ अर्को चाहिँ एन्जाइटी छ कसैलाई डिप्रेसन भएको छ निन्द्रा टाइममा लाग्दैन भने पनि एकदमै राम्रो लेडिज रिलेटेड प्रब्लम छ जस्तै पिरियड टाइममा हुँदैन ब्लडको कमी छ ब्लड सम्बन्धी समस्या छ ब्याक पेनहरु भइराख्छ 2-3 महिनामा एकचोटी पिरियड हुन्छ उहाँहरुको लागि पनि धेरै नै राम्रो यसले चाहिँ उहाँहरुलाई पनि हेल्प गर्छ र स्पेशल रगत कमी भएको मान्छेलाई जस्तै कसैलाई चाहिँ रगत बडीमा चाहिँ रगत कम भएको कारणले गर्दाखेरि एनिमिया हुन्छ आरबीसी र हेमोग्लोबिन कम हुने बित्तिकै चक्कर आउने रगतमा समस्या आउने मान्छेहरुको लागि पनि एकदमै राम्रो छ सो जसलाई चाहिँ शरीर डिटक्स गर्नु छ वेट लस गराउनु छ अनि विभिन्न किसिमका समस्याबाट चाहिँ ग्रसित हुनुहुन्छ कमजोरी हुन्छ पेट सम्बन्धी समस्या छ दिमाग सम्बन्धी समस्या छ ओभरअल हेल्थलाई चाहिँ मेन्टेन गराउन चाहनुहुन्छ भने एभ्रीडे स्पारुलिना कन्ज्युम गर्नु होला स्पारुलिना भनेको चाहिँ टोटली नेचुरल अर्गानिक न्युट्रिसन हो जुन चाहिँ हामीले खाने खानाको साथसाथमा हामीले यो कन्ज्युम गर्यौं बिहान र बेलुका भने चाहिँ हाम्रो शरीरलाई चाहिने ल्याक अफ न्युट्रिसन जति पनि कमी भइरहेको छ नि प्रोटिन मिनरल्स इन्जाइम यो सम्पूर्ण कुराहरुबाट चाहिँ हाम्रो फुलफिल हुन्छ बडी त्यो कारणले गर्दाखेरि सुगर छ भने पनि प्रेसर छ भने पनि कोलेस्ट्रोल स्पेशल ब्याड कोलेस्ट्रोल छ भने पनि दिमाग सम्बन्धी कुनै समस्या छ जोइन्ट पेन छ भने पनि बिस्तारै बिस्तारै हराउँदै जान्छ र जसको चाहिँ शरीरमा बिरामी छ उहाँले पनि लिँदा भयो र जो चाहिँ केही पनि छैन हेल्थी बडी मेन्टेन गर्न चाहनुहुन्छ भने उहाँहरुले पनि लिन भयो है त प्रिभेन्सनको लागि सो यदि तपाईहरु चाहिँ स्पारुलिनाको बारेमा मोर इन्फर्मेसन चाहनुहुन्छ भने चाहिँ मेसेज गर्न सक्नुहुन्छ होम डेलिभरी हुन्छ तपाईलाई यो 1 महिनाको डोज पनि पाउँछ मतलब 120 क्यान्डी हुन्छ यो चाहिँ 3 मन्थ पुग्छ मलाई चाहिँ 2 महिना पुग्छ म चाहिँ दिनको 10 वटा खाँदा चाहिँ यसमा 500 क्यान्डी हुन्छ सो यसलाई चाहिँ हामीले आफ्नो मर्जीले आफ्नो तरिकाले खान सकिन्छ यदि तपाई चाहिँ आफ्नो शरीरलाई चाहिँ धेरै नै कमजोर फिल भएको छ धेरै मतलब न्युट्रिसनको कमी भएको छ हेल्दी फुड खाएको छैन कमजोरी भइरहेको छ भन्ने फिल भयो भने चाहिँ तपाईले धेरै लिन सक्नुहुन्छ हैन आफ्नो पकेट अनुसारले चाहिँ जति चाहिन्छ त्यसरी चाहिँ लिन सक्नुहुन्छ यसको चाहिँ टेस्ट अलिकति कस्तो कस्तो बनाउने टाइपको हुन्छ तपाईहरुलाई मन पर्न पनि सक्छ मन नपर्न पनि सक्छ यदि तपाई यसलाई कसरी खाने भन्नुहुन्छ चुसेर खादा राम्रो हैन यसरी ग्रीन हुन्छ चुसेर खादा राम्रो चुस्न सक्नुहुन्न भने
डाइरेक्ट पानीसँग निल्दा पनि हुन्छ, यस्तो हुन्छ ग्रिन है त। सो फिल्टर लगाएर हो कि गोरी भएको म्याम? हजुर 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 फिल्टर लगाएर होला हो, रियलमा भेट्न आउनु न अनि हेर्नु नि नजिकैबाट फेस टु फेस। गुड मर्निङ डिएक्सन, गुड मर्निङ गुड मर्निङ। स्पार्लिना खेती और स्वास्थ्यमा टिप्पणी। मैडम जी मलाई ग्यास्ट्रिकको समस्या छ, ब्ल्याक लिन्ची कफी खाने तरिका बताइदिनुहोस् न। ब्ल्याक लिन्ची कफीले मात्रै ठिक हुन पनि सक्छ, नहुन पनि सक्छ है, किनभने ग्यास्ट्रिकको समस्यालाई चाहिँ तपाईँले मरिन्जी जुस खानुपर्छ ब्ल्याक कफीको साथसाथमा। मनतातो पानीमा मिक्स गरेर जुस जस्तो पिए हुन्छ है त। रियलमा देखेर भनेको हो, धेरै भयो नि त नदेखेको। यसलाई 250 हजुरलाई 3 मन्थको लागि है त, फ्री होम डेलिभरी। म्याडम चाहिँ मलाई ग्यास्ट्रिकको समस्या छ, ब्ल्याक कफी यो स्पारुलिना कन्टिन्यू कन्ज्युम भयो भने गर्नुभयो भने ग्यास्ट्रिक त केही हुँदैन, अरू समस्या पनि नर्मल हुँदै जान्छ। गुड मर्निङ राइट मिस, एक्सिलेन्ट मिस, गुड मर्निङ, थ्याङ्क यू सो मच। ए हो बाई बाई, हस् हस्। गुड मर्निङ लिडर, गुड मर्निङ। मेरो केपी ओली, वेलकम केपी ओली, थ्याङ्क यू सो मच। केही फाइदा छैन पैसा खाने बहुत। वेलकम सबैजनालाई। केही फाइदा हुँदैन। तपाईँहरूलाई चाहिँ कुनै पनि प्रडक्टहरूको बारेमा, जस्तै सुपर फुड, अर्ग्यानिक फुड, हेल्थी फुड होइन, बेस्ट फुड फर चाइल्ड होइन, यो चाहिँ बच्चाहरूलाई चाहिँ खुवायो भने उनीहरूको चाहिँ डेभलपमेन्टको लागि, उनीहरूको ग्रोथको लागि हेल्प गर्छ सबैभन्दा पहिले त। अनलाइन बिजनेस, वेलकम सिस्टर, वेलकम। सो तपाईँहरूको चाहिँ कसैलाई चाहिँ रगतमा समस्या छ, रगतको खराबी भइरहेको छ, रगत कम छ शरीरमा, डक्टरले बार चेकअप गर्दा पनि रगत कम छ भनिरहेको छ, इनर्जी छैन, स्टामिना छैन, रोग प्रतिरोधात्मक शक्ति चाहिँ बढेको छैन भने पनि तपाईँले चाहिँ कन्टिन्यू स्पारुलिना कन्ज्युम गर्न सक्नुहुन्छ है त। यो चाहिँ लाइभ चाहिँ धेरै मान्छेहरूलाई सेयर गर्नु, ताकि उनीहरूले पनि कुनै न कुनै इन्फर्मेसनको बारेमा बुझुन् है त। आज चाहिँ मेरो छुट्टीको दिन हो, फुर्सदको बेलामा चाहिँ मैले तपाईँहरूलाई सेयर गर्दैछु। धेरैभन्दा धेरै मान्छेहरूले चाहिँ जानकारी लिएको चाहिँ राम्रो है त। हेलो किशुन सर, वेलकम। नमस्कार दिदी। नमस्कार सर, कहाँदेखि हुनुहुन्छ तपाईँ? कतार हो, कतार। हजुर कतार हो, कतार। डिएक्सनमा हुनुहुन्छ कि हुनुहुँदैन? हजुर डिएक्सनमा हुनुहुन्छ कि हुनुहुँदैन? हजुर हुँदैन हो। डिएक्सनको प्रोडक्टहरू युज गर्नुभएको छ? छैन गरेको। ए कति भयो कतार जानुभएको? 2 साल। 2 साल भयो। हजुर। अनि सबै ठिकै छ कामहरू सबै राम्रो छ, एकदम दामिल छ। कतार कुन ठाउँमा हुनुहुन्छ? हेलो किन नबोले हो? अर्को फेरि एकचोटि जोइन गर्नु त, किनभने कतारमा पनि हाम्रो 3वटा ब्रान्च छ। त्यहाँ चाहिँ इन्फर्मेसन लिएर डेली प्रोडक्टहरू कन्ज्युम गर्नुभयो भने चाहिँ तपाईँलाई हेल्थ बेनिफिट त मिल्छ, साथसाथमा तपाईँले धेरै मान्छेहरूलाई पनि सेयर गर्न सक्नुहुन्छ। यदि रगतमा समस्या छ, इनर्जी कम छ, स्टामिना कम छ, इम्युनिटी पावर एकदमै लो छ होइन, स्ट्रेन्थ डेभलप भएको छैन, अनि कमजोरी फिल हुन्छ भने चाहिँ स्पारुलिना कन्टिन्यू कन्ज्युम गर्नु होला। यो चाहिँ हामीले होइन, WHO, वर्ल्ड हेल्थ अर्गनाइजेसन, UN, युनाइटेड नेसन, GMP, हलाल, दुनियाँको जति पनि अर्गनाइजेसनहरू छ नि, तिनीहरूबाट चाहिँ प्रुभन प्रोडक्ट हो, फुल अफ न्युट्रिसन। हामीले चाहिँ अरू खानेकुराहरूबाट जति न्युट्रिसन पाउँदैनौँ नि, हामीलाई चाहिने न्युट्रिसन पुगिरहेको हुँदैन नि। तपाईँले एभ्रिडे स्पारुलिना कन्ज्युम गर्नुभयो भने चाहिँ तपाईँले यो आफ्नो शरीरमा भएको ल्याक अफ न्युट्रिसनलाई चाहिँ फुलफिल गर्छ है त। सो यो चाहिँ अल्कालाइन फुड हो। अल्कालाइन र एसिडिकको बारेमा त तपाईँहरूलाई थाहा छ होला। मैले गरेको मेसेज पढ्नु नि, मैले मेसेज देखेकै छैन है, मैले सबै मेसेजहरू पढिरहेको छु। तपाईँहरूले यति दुःख गरेर लेखेको मेसेजहरू किन नपढ्ने म?
सो तपाईहरुको शरीर चाहिँ घटाउनु छ, वेट घटाउनु छ, वेट लस गर्नु छ भने चाहिँ खाली पेटमा तपाईले यो न्युट्रिसन खानुभयो भने चाहिँ वेट लस गर्नको लागि एकदमै हेल्प गर्छ। तपाईलाई कमजोरी हुँदैन, कुनै पनि समस्या हुँदैन, वेट लस गर्नको लागि एकदमै राम्रो प्रोडक्ट छ। र साथसाथमा जो चाहिँ जिम जान्छ, जिम जाने मान्छेलाई त प्रोटिनको जरुरी हुन्छ नि। बाहिर विभिन्न किसिमका प्रोटिनका डब्बाहरू किनेर ल्याउँदाखेरि चाहिँ समस्याहरू भइरहेको हुन्छ। त्यो कहाँ बनेको छ, कति कस्तो भन्ने कुराहरू थाहा छैन। तर यो स्पारुलिना चाहिँ हामीले कन्टिन्यू कन्ज्युम गर्ने हो भने बाहिरको कुनै पनि प्रोटिन खान जरुरी छैन। सो त्यो कारणले गर्दाखेरि यदि तपाईँ चाहिँ जिम गर्नुहुन्छ, कुनै पनि मतलब गेमहरुमा चाहिँ इन्भल्भ हुनुहुन्छ भने पनि स्पारुलिना कन्ज्युम गर्न सक्नुहुन्छ कि तपाईको शरीरमा भएको ल्याक अफ न्युट्रिसनलाई चाहिँ फुलफिल गर्नको लागि, इनर्जी अनि स्टामिना चाहिँ बुस्ट गर्नको लागि है त। गुड मर्निङ डिएक्सन सर। सो हाम्रो शरीरको माइक्रो ब्लड सर्कुलेसन, म्याक्रो होइन, माइक्रो ब्लड सर्कुलेसन, हाम्रो शरीरभित्रको त्यो ब्लड सर्कुलेसनलाई चाहिँ इन्हान्स गर्छ, एक्टिभ बनाउँछ, ताकि हामीले स्पारुलिना खाइसकेपछि चाहिँ हाम्रो शरीरमा जहाँ जति जुन अर्गानहरूले काम गर्नुपर्ने हो, जुन अर्गानहरूलाई चाहिँ न्युट्रिसन चाहिरहेको थियो, त्यो न्युट्रिसन चाहिँ फुलफिल भइसकेपछि शरीरमा कुनै पनि समस्याहरू बढिरहेको छ, लाइक सुगर लेभल धेरै हाई भइरहेको छ, अनि प्रेसर लेभल बढिरहेको छ, ब्याड कोलेस्ट्रोल बढिरहेको छ, जोइन्ट पेनहरू भइरहेको छ भने पनि स्पारुलिना कन्टिन्यू कन्ज्युम गर्दै गर्दाखेरि चाहिँ हाम्रो शरीरलाई चाहिँ डिटोक्स गर्ने, जस्तै विकार पदार्थ चाहिँ बाहिर फ्याँक्नेको कारणले गर्दाखेरि अनि हाम्रो शरीरमा चाहिँ नपुगेको भिटामिनहरू, मिनरल्सहरू, इन्जाइमहरू चाहिँ पुर्याउने भएको कारणले गर्दाखेरि शरीरमा भएका समस्या त जान्छ, फ्युचरमा कुनै पनि समस्या आउन नदिनको लागि पनि स्पारुलिनाले हेल्प गर्छ। र कति खाने भन्ने कुरा चाहिँ मैले खाएर पनि देखाएँ है तपाईहरुलाई। ग्रीन हुन्छ, चुसेर खाँदा राम्रो, तर सक्नु हुँदैन, गनाएको फिल भयो भने डाइरेक्टली तपाईहरुले निल्न सक्नुहुन्छ। भिटामिन डी यसमा चाहिँ मोर देन 8 टाइपको भिटामिन छ है। जस्तै भिटामिन डी मान्छेलाई कम भइसकेपछि यही हो, स्पारुलिना नै हो भिटामिन डी को लागि। लेमन जी र स्पारुलिना खानुभयो भने सी, डी, B12 धेरै टाइपको न्युट्रिसनहरू चाहिँ यसले फुलफिल गर्छ, इन्जाइमको कमी। सो जो चाहिँ वेट लस गराउन चाहन्छ यो सबैतिर पाउँछ। तपाईहरु जस्तै अहिले चाहिँ म दुबईको युनियनमा छु, तपाईहरु कुन ठाउँमा चाहनुहुन्छ विश्वको कुनै पनि ठाउँमा चाहिँ उपलब्ध छ। यसलाई चाहिँ यो चाहिँ 2 देखि 3 महिना पुग्छ। यो चाहिँ 500 क्यान्डी हुन्छ। तपाईलाई वेट लस गराउन चाहनुहुन्छ भने एक डब्बा खाइसक्दाखेरि तपाईलाई 2 to 5 केजी चाहिँ वेट लस गराउनको लागि हेल्प गर्छ। कसैको चाहिँ 2 देखि 5 केजी सम्म, किनभने कुनै पनि साइड इफेक्ट बिनै। सो त्यो कारणले गर्दाखेरि यदि तपाईहरु चाहिँ वेट लस गराउन चाहनुहुन्छ, आफ्नो शरीरमा समस्याहरू बढिरहेको छ, त्यसलाई चाहिँ मेन्टेन गराउन चाहनुहुन्छ, अनि मतलब कुनै पनि नेचुरल फुड सप्लिमेन्ट कन्ज्युम गरेर चाहिँ कति पर्छ, महँगो छ, प्रोडक्ट राम्रो छ। 2 मन्थको लागि 200 मोर देन 250 पर्छ, 3 मन्थको लागि। त्यो भएर यो एउटा डब्बा किन्दा चाहिँ तपाईलाई 250 पर्छ। फ्री डेलिभरी हुन्छ सबै ठाउँमा है त। यदि तपाईँ चाहनुहुन्छ भने चाहिँ हामीहरू होम डेलिभरी पनि गर्छौँ। आफ्नो स्वास्थ्यको लागि हो र प्रोडक्ट राम्रो छ, कन्ज्युम गर्नु। मैले अलमोस्ट 4 सालदेखिको एक्सपिरियन्स कन्टिन्यू कन्ज्युम गरिरहेको छु, राम्रो लागिरहेको छ, इम्युनिटी बुस्ट गर्छ। मलाई पहिले हेमोग्लोबिनमा समस्या थियो, हेमोग्लोबिन एकदमै कम थियो, अहिले हेमोग्लोबिन नर्मल छ। र कुनै पनि समस्याहरूको लागि चाहिँ तपाईहरुसँग छ भने पनि कन्टिन्यू कन्ज्युम गर्न सक्नुहुन्छ। समस्या छैन, प्रिभेन्सन चाहनुहुन्छ भने पनि तपाईहरुको लागि एकदमै बेस्ट छ। र जसलाई चाहिँ एन्जाइटी छ हैन, डिप्रेसन भएको छ, राति निन्द्रा लाग्दैन, राम्रोसँग खाना पच्दैन, पेटमा समस्या छ भनेदेखि तपाईहरुलाई चाहिँ एकदमै राम्रो प्रोडक्ट हो। यदि चाहनुहुन्छ भने यहाँ दिएको नम्बरमा चाहिँ तपाईहरुले डेलिभरी मगाउन सक्नुहुन्छ। हामीले चाहिँ तपाईहरुलाई चाहिँ होम डेलिभरी दिन्छौँ है त। साउदी, कतार, दुबई, अजमान, फुजेरा कुनै पनि ठाउँमा चाहिँ हाम्रो होम डेलिभरी हुन्छ।
यदि तपाईँ चाहनुहुन्छ भने चाहिँ हामीहरू होम डेलिभरी पनि गर्छौँ र सेम WHO हैन, त्यसपछि GMP, हलाल, TGA, ISO 14001, ISO 14000 सम्पूर्ण अर्गनाइजेसनबाट प्रुभन प्रोडक्ट फुल अफ न्युट्रिसन, शरीरमा कुनै पनि कमी कमजोरी हुने मान्छेले कमजोरीपन हटाउनको लागि अथवा एन्जाइटीहरू, डिप्रेसनहरू, स्ट्रेन्थहरूबाट चाहिँ बच्नको लागि, स्टामिना र स्ट्रेन्थ इनर्जी बढाउनको लागि, रोग प्रतिरोधात्मक शक्ति दिनमा तपाईले 4वटा मर्निङ 4वटा इभिनिङ नाइटमा खानुभयो भने चाहिँ एकदमै बेस्ट हुन्छ। अब तपाईले कतिवटा खानुहुन्छ भन्नेमा चाहिँ डिपेन्ड हुन्छ। 4वटा खानुभयो भने तपाईलाई 70 डेज पुग्छ हैन। यसमा चाहिँ 500वटा क्यान्डी हुन्छ। त्यही हिसाबले चाहिँ तपाईले अब पकेटको हिसाबले 250 दिरहम भइसकेपछि तपाईले एक महिनामा अलमोस्ट 9 तिया 27 भनेपछि 85 दिरहम जति पर्छ। 85 दिरहम एक महिनामा तपाईलाई फुल अफ न्युट्रिसन छ भने किन तपाई चाहिँ अरु विभिन्न किसिमका कोका कोला, विभिन्न किसिमका कफी, टी, एक्स्ट्रा बाहिरबाट किन्ने न्युट्रिसनहरू चाहिँ अभोइड गरेर डाक्टरबाट औषधि लिनुहुन्छ भने पनि त्यसलाई चाहिँ अभोइड गरेर यसलाई कन्टिन्यू कन्ज्युम गर्न सक्नुहुन्छ है त। No, it's okay. I'm seeing that it's Sparlina. See? Wow. For you? Because I'm taking Sparlina now. That's all. तपाईहरुलाई नलिएर के भयो त? हेर्नु त यहाँ हाम्रो कसरी भइराखेको छ बिजनेस, कसरी भइराखेको छ सेल। तपाई एकजनाले नखाएर हुन्छ भने wait for them and then finish. And then you can chill. दुनियाँले खाइराछन्, दुनियाँले युज गरिराछन्, दुनियाँले राम्रो लागिराछ। एकदमै राम्रो प्रोडक्ट छ, एकदमै हेल्दी प्रोडक्ट छ। भोलिको दिनमा आफ्नो हेल्थलाई चाहिँ बुस्ट गर्नु छ, इम्युनिटी बुस्ट गर्नु छ, रोग प्रतिरोधात्मक शक्तिलाई बढाउनु छ भने चाहिँ स्पार्लिना चाहिँ राइट चोइस हो है त। सबैजनाले चाहिँ लिन जरुरी छ। एकदमै राम्रो, एकदमै हेल्दी, एकदमै अर्ग्यानिक, कुनै पनि बाहिरको न्युट्रिसनहरू लिन जरुरी नै छैन। यो नै सबैभन्दा सुपर बेस्ट न्युट्रिसन हो। अहिलेसम्म चाहिँ जति पनि तपाईले हेल्दी कुराहरू अहिलेसम्म खाइराख्नु भएको छ नि, फार्मेसीहरूबाट लिएर प्रोटिन खानुहुन्छ, भिटामिन खानुहुन्छ, इन्जाइम खानुहुन्छ, मिनरल्स खानुहुन्छ, तपाईले स्पार्लिना खाने बित्तिकै केही पनि खानु पर्दैन है त। माइक्रो ब्लड सर्कुलेसनलाई हेल्दी राख्छ, ब्लडलाई प्युरिफाई गर्छ। त्यसपछि कमजोरी मतलब ब्लडको कमी छ भने यसमा चाहिँ हरित के भन्छ क्लोरोफिल, नेपालीमा रुख बिरुवा हरियो हुनका लागि के चाहिन्छ भन्दा हरितकण भनेर कतिजनालाई थाहा छ। त्यस्तै नै हाम्रो शरीरलाई चाहिँ हेल्दी हुनको लागि स्पार्लिना चाहिन्छ, क्लोरोफिल चाहिन्छ। यसमा चाहिँ हाई क्लोरोफिल छ, हाई मिनरल्स छ, हाई इन्जाइम छ, हाई प्रोटिन छ, हाई भिटामिन छ। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो शरीरलाई चाहिँ एकदमै इम्युनिटी बुस्ट गर्न, रोग प्रतिरोधात्मक शक्ति बढाउन, स्टामिना, इनर्जीको लागि चाहिँ बेस्ट प्रोडक्ट रहेको छ। त्यसै कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ ठुला ठुला अर्गनाइजेसनहरूले सुपर फुड, बेस्ट फुड, फ्युचर फुड भनेको हो। गुड मर्निङ म्याडम, गुड मर्निङ, गुड मर्निङ। के छ खबर? सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ? गुड प्रोडक्ट, हजुर हजुर, एकदमै बेस्ट सुपर गुड प्रोडक्ट हो। सो जसलाई चाहिँ सुगर छ, प्रेसर छ, कोलेस्ट्रोल छ, नेल सम्बन्धी समस्याहरू छ हैन, कसैको नेल टुक्रिने, नङ कालो हुँदै जाने, विभिन्न किसिमका समस्याहरू हुन्छ नि। मेसेज हेरिरहेको छु त, मेसेज हेर्न भन्छ तेरो बाउलाई भन्न, रेस्पेक्ट गरेर बोल्नु न यार। कस्तो हो त नि? मैले तपाईँको मेसेज नहेर्नुको कारण भनेको तपाईँ नेगेटिभिटी लेखिरहेको छ, म पोजिटिभ मात्रै देख्छु, म तपाईँको कमेन्टै देख्दैन मैले है त। फर्स्ट रेस्पेक्ट गर्नु। मेरो लाइभमा आउनुभएको छ तपाईँ,
सो मैले प्रोडक्टको बारेमा भनिराख्दाखेरि तपाईँले नेगेटिभ कुराहरू लेखिरहेको छु, त्यही भएर म नपढे हो होइन। म तपाईँहरू सबैजना रेस्पेक्ट गर्ने मान्छे हो, म नराम्रो कुरा देख्दिनँ, मेरो आँखामा प्रब्लम छ है त, त्यही भएर नपढे हो। मैले देखेको छु होइन, मैले अभोइड गरे हो तपाईँको कमेन्टलाई। म चाहिँ तपाईँको कमेन्ट पढ्नको लागि चाहिँ मेरो चाहिँ आँखामा समस्या भएको कारणले गर्दाखेरि म पढ्न सक्दिनँ है त। मैले नदेखेको होइन, मेसेज हेर भनिराख्नु भएको छ। मेरो चाहिँ आँखामा समस्या छ, नेगेटिभ कमेन्ट चाहिँ म देख्दिनँ। सो आइ एम प्रिटेन्डिङ लाइक आई डिडन्ट सी योर टेक्स्ट, ओके, योर कमेन्ट। म चाहिँ नराम्रो कुरा देख्दिनँ, आँखामा समस्या भएको छ। अब उपचार गराइदिनुहुन्छ भने चाहिँ आउनुहोस्, बसेर छलफल गरौँला, कुराकानी गरौँला, के औषधि खाँदाखेरि ठिक होला। मेरो चाहिँ आँखामा समस्या छ, नराम्रो कुराहरू चाहिँ देख्दिनँ। त्यही भएर तपाईँले मोर देन 10 टाइम्स चाहिँ मेसेज हेर्नु भन्नुभएको छ, त्यही भएर। सो तपाईँहरू चाहिँ यदि स्पारुलिना चाहनुहुन्छ, सुपर फुड स्पारुलिना खाइरहेको छु, त्यही पनि आँखामा प्रब्लम छ। स्पारुलिना खाइरहेको छु, स्टिल आँखामा प्रब्लम छ, नेगेटिभ कमेन्टहरू देख्दिनँ, के भएको हेर्नु न। सो तपाईँहरूको हजुर युनियन अफिसमा हो, मलाई लोकेसन पठाइदिनु न। युनियन अफिसमा हो, अब एकछिन लाइभ बन्द गरेर म लोकेसन पठाइदिन्छु। मलाई हेलो भनेर मेसेज लेख्नु त, लोकेसनै पठाउनु पर्दैन, म भन्छु तपाईँलाई, सुन्नु। युनियन मेट्रो स्टेसन एक्जिट 1 मा आउनु, त्यसपछि तपाईँले अगाडि ठुलो 2टा रोलेक्स टावरको बिल्डिङ देख्नुहुन्छ, त्यो फर्स्ट बिल्डिङमा चाहिँ डाइरेक्ट आउनु है त। तपाईँले कहीँ घुम्नै पर्दैन, केही गर्नै पर्दैन, लोकेसनै चाहिँदैन। मेट्रो स्टेसन एक्जिट 1 मा आउनु, त्यसपछि बस पार्क साइडमा, त्यहाँ चाहिँ बस पार्क हो एक्जिट 1 मा चाहिँ। त्यहाँबाट अगाडि ब्लू कलरको ठुलो बिल्डिङ देख्नुहुन्छ 2टा, त्यो फर्स्ट बिल्डिङमा चाहिँ आउनुभयो भने त्यहाँबाट 5 मिनट लाग्छ है त। त्यसको लागि केही टेन्सनै छैन। र लोकेसन चाहिने रहेछ भने म पठाउँछु है त। सो सुपर फुड, हेल्थी फुड, बेस्ट फुड फर बच्चाको लागि चाहिँ एकदमै राम्रो, बच्चाको हेल्थ। किन नेपालीलाई चुत्या बनाउने त? अनि मैले चुत्या बनाउँदा तपाईँहरू चुत्या बन्ने पनि तपाईँहरूको गल्ती हो नि त होइन। सो मैले नेगेटिभ, मेरो आँखा अलिअलि स्पारुलिना खाएको कारणले गर्दा आँखा अलिअलि काम गर्ने भएछ, त्यही भएर तपाईँको मेसेज देखेँ। अब फेरि आँखा बिग्रिन्छ। सो इनर्जी बुस्ट गर्नको लागि होइन, यो चाहिँ अल्कालाइन फुड हो। तपाईँहरूलाई चाहिँ कमजोरी महसुस हुन्छ, कमजोरीपन जस्तो फिल हुन्छ, काम गर्न टाइममा निन्द्रा लाग्दैन, उठ्न पनि मन लाग्दैन, लेजी फिल भइरहेको छ, अनि रगतमा खराबी छ, कुनै पनि समस्या छ भने चाहिँ तपाईँहरूले चाहिँ स्पारुलिना कन्टिन्यू कन्ज्युम गर्न सक्नुहुन्छ। जस्तै माइक्रो ब्लड सर्कुलेसन चाहिँ इन्हान्स गर्छ, अनि जिम गर्दाखेरि जति पनि इनर्जी आउँछ, जति पनि हाम्रो एक्सर्साइज गर्दाखेरि इनर्जी आउँछ नि, हरेक प्रोटिन, मिनरल्स, इन्जाइम चाहिँ यसमा छ। त्यो कारणले गर्दाखेरि चाहिँ एकदमै हेल्पफुल छ है त। जिम गर्ने मान्छेले नि खाँदा भयो, शरीरमा समस्या भएको मान्छेले नि खाँदा भयो, समस्या छैन भने पनि कन्टिन्यू कन्ज्युम गर्दाखेरि चाहिँ एकदमै राम्रो भयो। यसले चाहिँ शरीरमा समस्या छ भने बिस्तारै खोदालेर सबै निकाल्ने भयो र हेल्दी राख्नका लागि हेल्प गर्ने भयो। कसैलाई चाहिँ एकदमै मोटो हुनुहुन्छ, पेटहरू रुस्स हुन्छ, अनि राम्रोसँग डाइजेस्ट हुँदैन, खानाहरू डाइजेस्टै हुँदैन। कृपा सर नमस्ते, सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ? वेलकम कृपानन्द सर। सो खानाहरू डाइजेस्ट हुँदैन भने पनि तपाईँहरूले चाहिँ यसलाई कन्टिन्यू कन्ज्युम गर्न सक्नुहुन्छ। है त। सो यदि तपाईँहरूलाई चाहिँ जिम गर्ने टाइम छैन, एक्सर्साइज गर्ने टाइम छैन भने पनि कन्टिन्यू, म दुबईबाट, तपाईँ कुन ठाउँबाट हो? सिर्जन कहाँबाट हो दिदी? म चाहिँ दुबईबाट हो, हजुर चाहिँ कुन ठाउँमा हुनुहुन्छ? यदि तपाईँहरू चाहिँ मोटो हुनुहुन्छ, रगतमा समस्या छ, पेट सम्बन्धी समस्या छ होइन, राम्रोसँग निन्द्रा लाग्दैन, विभिन्न किसिमको समस्या छ भने चाहिँ यो प्रोडक्ट कन्ज्युम गर्न सक्नुहुन्छ। एभ्रिडे 5-5वटा क्यान्डी। बुढी हो हजुर? बुढी हो। तपाईँ बुढा हो कि बुढी हो कि हजुरआमा हो तपाईँ? हो बुढी हो।
सो यो चाहिँ अल्कालाइन फुड हो हैन, फ्युचर फुड हो, एकदमै हाम्रो शरीरलाई डिटक्स गर्नको लागि हेल्प गर्छ। सो प्लेयर्सहरू जो गेम खेल्ने मान्छेहरूको लागि, हार्ड काम गर्नेको लागि, जस्तै जो चाहिँ चेयरमा बसेर सिस्टममा काम गर्छ उनीहरूलाई जोइन्ट पेन हुन्छ अनि न्युट्रिसनहरूको कमी हुन्छ, उहाँहरूको लागि एकदमै राम्रो। कुलप्रसाद सर वेलकम वेलकम। दर्शन आरामै हुनुहुन्छ, सन्चै हुनुहुन्छ? सो एकदमै राम्रो हेल्थी म खाइरहेको छु, तर मलाई हल्का स्मेल मन पर्दैन, यस्तो हुन्छ। सो म पनि ठिकै छु। सुपर फुड हो, फ्युचर फुड हो, हेल्थी फुड हो, इनर्जी बुस्टर हो, साथसाथमा माइक्रो ब्लड सर्कुलेसनलाई हेल्प गर्छ, शरीरलाई चाहिँ डिटक्स गर्नको लागि हेल्प गर्छ। मोटोपन धेरै छ, कमजोरीपन धेरै छ भने पनि कति पर्छ दिदी भन्नुभएको छ, यो चाहिँ 3 महिनालाई पुग्छ। 250 मोर देन दिस पर्छ है त, दुबईको दिराम 250 ग्राम। सो जो चाहिँ जिम गर्ने मान्छेहरूलाई चाहिँ एकदमै हेल्पफुल हुन्छ अनि फ्री डेलिभरी हुन्छ, फ्री होम डेलिभरी है त। अनि साथसाथमा जो चाहिँ वेट लस गराउन चाहन्छ, जसलाई चाहिँ एन्जाइटी भएको छ अनि इम्युनिटी कमजोर छ, रोग प्रतिरोधात्मक शक्ति कमजोर छ, सुगर, प्रेसर, कोलेस्ट्रोल, ब्याक पेन, लेग पेन, विभिन्न समस्याहरू छ, लेडिज रिलेटेड प्रब्लम छ, खानाहरू पच्दैन, राम्रोसँग डाइजेस्ट हुँदैन, तपाईँहरूको लागि एकदमै बेस्ट छ। जसलाई चाहिँ समस्या छ, समस्या छैन भने पनि तपाईँले कन्टिन्यू कन्ज्युम गर्न सक्नुहुन्छ है त, एकदमै राम्रो छ इनर्जी बुस्टको लागि र इम्युनिटीको लागि। अनि रगत सम्बन्धी अहिले कहाँ म त हुनुहुन्छ दिदी? म दुबईबाट, दुबई। हामीहरूसँग चाहिँ यो मात्रै होइन, अरू पनि धेरै प्रडक्टहरू छन्। तपाईँहरूलाई चाहिँ यो चाहिँ एकदमै इम्पोर्टेन्ट प्रडक्ट भएको कारणले गर्दाखेरि यसको बारेमा चाहिँ डिटेलमा सेयर गरेको। यदि चाहनुहुन्छ भने अहिले मेसेज गरिहाल्नु। यो चाहिँ एकदमै भ्यालुएबल हो, एभ्रिडे कन्ज्युम गर्नुपर्छ, हेल्थको लागि राम्रो छ है त। त्यसरी नै हामीहरूले चाहिँ सेयर गर्दै गयौँ भने चाहिँ हेल्थ बेनिफिट पनि मिल्यो, एकदमै हेल्थी, नेचुरल, अर्ग्यानिक है त। यो मेडिसिनले मोटाउँछ दिदी? यो मेडिसिन होइन, मोटाउँछ, मोटाउनलाई चाहिँ हेल्प गर्छ है त। न्युट्रिसनको कमी छ भने चाहिँ मोटाउनको लागि चाहिँ हेल्प गर्छ है त। तपाईँले मोटाउनको लागि, दुब्लाउनको लागि बोथ, खाली पेटमा खायो भने दुब्लाउनको लागि हेल्प गर्छ र खानापछि खायो भने मोटाउनको लागि हेल्प गर्छ। स्पारुलिना हो यो। यो चाहिँ हामीले किनिसकेको अहिले। गुड मर्निङ। Yes. The blessing. Yes. He's going to finish all. He's going to finish all. Yeah, it's an order. Wow. Yeah. How are you? Good? Good, good. Thank you. Jai Sparulina. Sparulina.
यस्तो हुन्छ आफ्नो हेल्थको लागि युज गर्ने हो स्पारुलिना है एकदम हेल्थ के लिए हेल्थ बेनिफिट के लिए कंटिन्यू कंज्यूम करना है स्पारुलिना खाएको हो यो चाहिँ न्युट्रिसन हो जस्तै कसैलाई सुगर छ प्रेसर छ कोलेस्ट्रोल छ ब्याक पेन छ लेग पेन छ कुनै पनि समस्याहरू छ भने चाहिँ कन्टिन्यू कन्ज्युम गर्ने हो यस्तो हुन्छ एभ्रीडे पेटलाई कम गर्नु छ कुनै पनि समस्याहरू छ समस्या छैन जिम जानुहुन्छ प्रोटिन खानुहुन्छ भने जिमको प्रोटिन खान जरुरी छैन यो एकदम हेल्दी है त बाहिर जिमको प्रडक्ट खान जरुरी छैन नेचुरल हेल्दी प्रडक्टहरू खाने यस्तो हुन्छ पुरा ग्रीन And then you have to return this. You have to return what you borrowed. Is there anything you can get for Tukaram? we have to return that The one you brought for us, uh, we have to return. it's okay evening time I will take this You read? they don't have No, but you borrowed for us. okay It's borrowing from them. Now we Okay. have to return. I will Is that okay? it's okay Maybe 2 months? one bag it's okay I will take welcome 1 मन्थमा बढ्दैन 1 मन्थमा 1 केजी जस्तो मात्रै बढ्छ तपाईलाई 3 मन्थमा 5 केजी जति बढ्छ किनकि फर्स्ट मन्थ तपाईको बडी डिटक्स गर्दै ठिक हुन्छ पहिले महिनामा बढ्दैन है वेट बढ्दैन किनभने यो नेचुरल चीज हो अर्गानिक चीज हो हेल्दी चीज हो सो त्यो कारणले गर्दाखेरि तपाईले एटलिस्ट 3 मन्थ खानुपर्छ 3 मन्थमा तपाईलाई 5 केजी सम्म बढ्नको लागि हेल्प गर्छ यस्तो धेरै बढ्ने पनि हुँदैन तपाईलाई कमजोरी पनि हुँदैन केही पनि हुँदैन एउटा डब्बा सक्दाखेरि तपाईलाई 4 केजी जति बढ्नको लागि हेल्प गर्छ तपाईले त्यस साथसाथमा एक्सरसाइज पनि गर्नुपर्ने हुन्छ हल्का थोरै हल्का त्यो अरु त्यो दुब्लाउनको जस्तो त्यस्तो हैन पानी धेरै पिउने खानाहरू हेल्दी खाने खाना कच्चा र बिचरा खाने त्यस्तो हुँदैन नि फेरि यसले चाहिँ तपाईको शरीरलाई डाइजेसनको लागि हेल्प गर्छ त्यो कारणले गर्दाखेरि कुनै पनि समस्या हुँदैन लोडेड प्रब्लम भएको मान्छेहरुलाई एकदम राम्रो स्किनहरु ग्लो गर्छ है त नङको समस्याहरु छ भने पनि हेल्प गर्छ जोइन्ट पेनको समस्या छ भने नि हेल्प गर्छ तपाईहरुलाई देखाउन चक्करमा मलाई धेरै गनायो म पानी पिएर आउँछु दुबई कुन ठाउँ युनियनमा हो नि दुबई युनियनमा हो
सुपर फूड डिटॉक्स बॉडी सो यो स्पारुलिनाले चाहिँ हाम्रो शरीरकोलाई चाहिँ इनर्जी दिन्छ अनि साथसाथमा यसमा चाहिँ 70% मोर देन 70% प्रोटिन छ। प्रोटिनको कारणले गर्दाखेरि हाम्रो शरीरको ल्याक अफ न्युट्रिसनलाई फुलफिल गर्छ हैन, रोग प्रतिरोधात्मक शक्ति बढाउँछ अनि खानाहरू राम्रोसँग डाइजेस्ट हुँदैन भने खानाहरू डाइजेस्ट गर्नको लागि हेल्प गर्छ अनि साथसाथमा तपाईँहरूको चाहिँ इनर्जी लेभल बढाउँछ, स्ट्रेन्थ बढाउँछ अनि रगतमा कुनै पनि समस्या छ, कमजोरीपन छ भने पनि हटाउँछ अनि साथसाथमा जिम गर्ने मान्छेहरूको लागि प्रोटिनको एकदम सोर्स अफ प्रोटिन हो हैन। हेमोग्लोबिनको समस्या छ, ब्लडमा समस्या छ, एनिमिया भएको छ भने पनि तपाईँहरूले कन्टिन्यू कन्ज्युम गर्न सक्नुहुन्छ र जो चाहिँ जिम गर्ने मान्छेहरूको लागि एकदमै राम्रो छ। हामीहरू चाहिँ यो प्रोडक्ट हामीले युज गरेर आफ्नो राम्रो बेनिफिट भएको कारणले गर्दाखेरि आज धेरै प्रोडक्टहरू लिएको छौँ। त्यसरी नै अब यो चाहिँ हामी अरू जुन देशमा चाहिँ रिएक्सन छैन त्यो देशमा पठाउने हो, होम डेलिभरी पनि गर्ने हो। ሰላም ጤና ይስጥልን ድንቅ ባለሙያዎች ንስሮች። እንግዲህ በከፍታ ላይ እዚህ ጋር የምታዩት በጣም ቆራጥ ጀግኖች የሆኑት የሰሚራ እንግዲህ ሰሚራ በጣም በከፍተኛ ሁኔታ እንግዲህ ሪከርዱን እየሰበረች ያለችው እንግዲህ በራሷ ወደ 30 ስፓይሮሊና እዚህ ጋር አለ፣ አብዶ አለ፣ ዘምዘም አለ። አንድ ላይ የዘምዘም እዚህ ጋር ስፓይሮሊና ሞረንዚ በአብዱላዚዝ እዚህ ጋር የሚገኘው ደረሰኞች እንግዲህ የዛሬ ጀግኖች የዚህ ወር ይገባናል ያሉ የግሩፑ መሪዎች ናቸው። እንግዲህ I will make one video for my language. Good morning, नमस्ते सम्पूर्णमा। यो चाहिँ स्पारुलिना हो अनि मोरेन्जी जुस। यसले चाहिँ हाम्रो रोग प्रतिरोधात्मक शक्तिलाई बढाउनुको साथसाथमा हाम्रो शरीरलाई चाहिँ इनर्जी दिने, इम्युनिटी बुस्ट गर्ने, स्टामिना एन्ड स्ट्रेन्थको लागि एकदमै हेल्प गर्ने भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ धेरैभन्दा धेरै अर्डर आएको कारणले गर्दाखेरि चाहिँ होम डेलिभरी गर्न गइरहेको छौँ। यदि तपाईलाई पनि यो प्रोडक्ट जरुरी छ, चाहिन्छ भने चाहिँ हामीहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यसले चाहिँ सबैभन्दा पहिले चाहिँ इम्युनिटी बुस्ट गर्छ, स्ट्रेन्थ बढाउँछ, रोग प्रतिरोधात्मक शक्तिलाई एकदमै मजबुत बनाउँछ अनि साथसाथमा पेटमा समस्या छ, ब्रेनमा समस्या छ, लेडिज रिलेटेड कुनै पनि समस्या छ, पिरियड टाइममा हुँदैन अनि ब्याक पेनहरू भइरहेको छ, जोइन्ट पेनहरू भइरहेको छ भने पनि एकदमै हेल्पफुल प्रोडक्ट रहेको छ। यदि तपाईहरू पनि चाहनुहुन्छ भने सबै कन्ट्रीमा अभाइलेबल छ, हामीहरूसँग चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। सबै ठाउँमा चाहिँ डेलिभरी हुन्छ। धन्यवाद। स्पारुलिनाको अर्डर देख्नुभयो तपाईहरुले कति अर्डर हुन्छ भनेर, कसले खानुहुन्छ भनेर। कन्टिन्यू कन्ज्युम गर्ने हो। मारे የናውድን አይዱ የናው ምን ዶሎ WhatsApp पे सो अर्को एउटा प्रोडक्ट छ माइक्रोवेजी। यो चाहिँ पाइल्स भएको मान्छेहरूको लागि अनि पेटमा समस्या भएको मान्छेहरूको लागि एकदमै राम्रो छ है त।